Hello guys, hi. Namaste and welcome back to my another video. मैले चाहिँ हेर्ने एउटा म भिडियो बनाउने उसमै थिएन कि होइन, तर चाहिँ हेर्ने म एउटा खतरा चिज मलाई अहिले यसो दिमागमा चाहिँ मैले यसो कुरा खेलाइराखेको थिएँ होइन. अनि ठ्याक्कै एउटा कुरा दिमागमा आयो अनि मैले चाहिँ ट्याक्कै लगाएर चाहिँ सर्च गरेँ क्या एउटा उसको के भन्छ गुगलको त्यो एआई सिस्टममा चाहिँ मैले एउटा लगइन गरेँ होइन. लगइन गरेर चाहिँ एउटा कुरा मैले सर्च गरेँ ट्याक्कै त्यो मतलब कि मलाई अनएक्सपेक्टेड तरिकाले चाहिँ ठ्याक्कै आइहाल्यो क्या. त्यसपछि फेरि यसो सोचेँ एकपल्ट भिडियो पनि बनाइदिउँ कि त यो कस्तो खालको चाहिँ वास्तवमा यो देखिन चाहिँ कस्तो देखिने रहेछ त, किनभने यो चाहिँ अलिकति यो युनिक त पक्कै पनि नै होइन, किनभने जस्तो यस्तो कुराहरू कहिले पनि अब युनिक हुन्छ भनेर चाहिँ भन्न मिल्दैन, किनभने जस्तो प्रायः यस्तो कुराहरू चाहिँ युनिक हुँदैन नि त होइन. जस्तो अब मैले यहाँनिर चाहिँ के कुरा चाहिँ वास्तवमा देखेँ भने जस्तो ठ्याक्कै दिमागमा आयो अहिले चाहिँ नितान्त आजका दिनसम्म डेटा हेर्ने हो भने जस्तो को चाहिँ एकदमै पपुलर पर्सन छ त विश्वमा भनेर ट्याक्कै हेरेको थिएँ होइन. ट्याक्कै कस्तो सरप्राइजेबल एन्सर क्या. खासमा सबैलाई स्वागत छ भिडियोमा चाहिँ. कृपया अन्तिमसम्म यो भिडियो हेर्न साथ दिनु होला, लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु. मेरो च्यानललाई 500 सब्सक्राइब गराइदिनु सबैलाई म अनुरोध गर्छु. ल टपिकमा जान्छ है त. तपाईँहरू सरप्राइज हुनुहुन्छ है त. खासमा अब यहाँ चाहिँ कसैलाई चाहिँ अब अलिकति फरक खालको एन्सर पनि जस्तो लाग्दैछ. ल यहाँनिर हेर्नु चाहिँ को चाहिँ खासमा नम्बर 1 पपुलर पर्सन हो त खासमा है त. ल यहाँनिर मेरो स्क्रिन हेर्नु होइन. सुरुमै के आयो थाहा छ, एज अफ अर्ली 2026 चाहिँ होइन. यहाँनिर हेर्नु त ल नम्बर 1मा चाहिँ नम्बर 1 त होइन, यो चाहिँ अहिलेको यो एआईको ओभरभ्यू अनुसार अहिलेको अनुसार है यो चाहिँ है ट्याक्कै टप जस्ट फर राइट नाउ टुडे. डोनाल्ड ट्रम्प एज अ पोलिटिक्स, क्रिस्टियानो रोनाल्डो एज अ स्पोर्ट, टेलर स्विफ्ट एज अ म्युजिक, बिलिस एलिस म्युजिक, इट्स रिहान फर बिजनेस, केसेन्ट स्ट्रिमिङ, मिस्टर बिस्ट युट्युब, एन्ड ज्याकोब एलोडी फर एक्टिङ एन्ड अदर वान द रेस्ट. ओके, तर यहाँनिर होइन मैले चाहिँ खासमा केही दिन अगाडि मैले यही कुरा, यो सरप्राइजेबल कुरा चाहिँ मलाई के भयो भने मैले केही दिन अगाडि मात्रै यही क्वेसन सोद्धा चाहिँ खासमा इलोन मस्क आएको थियो क्या खासमा होइन. तर खासमा 81 चाहिँ यस्तो कस्तो मतलब हुन्छ नि, यस्तो उलटपुलट भइहाल्यो चाहिँ खासमा म आफै यस्तो सरप्राइज छु कि होइन. लगभग अलमोस्ट 15 days आफ्टर 2 weeks मैले चाहिँ 2 हप्ता अगाडि चाहिँ मैले यही कुरा चेक गरेको थिएँ. त्यतिखेर चाहिँ इलोन मस्क देखाएर आएको थियो भने अहिले चाहिँ खासमा डोनाल्ड ट्रम्प देखाएर आएको एक नम्बरमा चाहिँ होइन. अब मैले यो कस्तो खालको टाइटल राखेर चाहिँ म यो भिडियो पोस्ट गरौँ भनेर म आफै दङ्ग परिरहेको छु होइन. खासमा यहाँनिर फेरि अब आएको छ नि त, दिस इज माई यो चाहिँ मेरो दिस इज माई फेभरेट पर्सन एज अ स्पोर्ट. यो चाहिँ मलाई चाहिँ लाग्छ यो नै मान्छे हो जो विश्वमा एउटा पपुलारिटी भनेको के हो, एज अ गुड पर्सनालिटी, त्यो मान्छे चाहिँ यो हो होइन. फेरि यहाँनिर मेसीको फ्यानहरूलाई चाहिँ कता फेरि मेसीको फ्यानहरू पुरा जेलस भइरहन्छ. अब म यो कुरा म बोलेको होइन क्या, यो कुरा चाहिँ यहाँनिर सबभन्दा खतरा, विश्वको सबैभन्दा खतरा दिमाग बोलेको. यहाँनिर हेर्नु ल, गुगलभन्दा खतरा डेटा विश्वको डेटा भएको त कुनै पनि छैन नि त होइन. यहाँ तल धेरै तलसम्म लियोनल मेसीको नाम आएन त म के गरौँ खासमा होइन. अब एज अ क्रिस्टियानोको म फ्यान पनि हो. अर्को कुरा अब झन् यहाँनिर चाहिँ आयो, अब यो आएर पनि त्यस्तो खालको कुरा गरेँ. अनि मलाई चाहिँ लागेको थियो खासमा मिस्टर बिस्ट नै होला भनेको. मिस्टर बिस्ट चाहिँ अलिक केही तल नम्बरमा आउँदो रहेछ, किनभने मिस्टर बिस्ट भनेको चाहिँ युट्युबको खतरा बादशाह भनेर चिनिन्छ नि त होइन. सबैलाई धन्यवाद यो भिडियो हेरिदिएकोमा. कृपया मैले पटक भनिसकेको छु कि मेरो भिडियोलाई, मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर यहाँहरूले 500 सब्सक्राइब भएको दिन चाहिँ म लकी ड्र गर्छु र नेपाली 50,000 बराबरको चाहिँ म इनाम दिन्छु भनेर आजको एउटा जानकारीमूलक भिडियो यही नै रह्यो. मैले भनिहालेँ यो चाहिँ 15 दिन अगाडि र 15 दिन पछाडिको डेटा अनुसार यस्तो खालको रिजल्ट आयो भने मैले चाहिँ आफ्नो एक्सपिरियन्स चाहिँ सेयर गरिसकेँ. कृपया मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है त. धन्यवाद. नमस्ते. यहाँको आजको दिन शुभ होस्. जय श्री राम.